झापामा घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ? त्यसो भए आउनुहोस् दमकमा रहेको काशी गार्डन। आज चाहिँ म तपाईहरुलाई यहाँ भिजिट गर्नै पर्ने 5 वटा रिजन भन्छु है त। फर्स्टमा चाहिँ यहाँको ब्युटिफुल एम्बियन्स, दिनमा पनि एकदमै राम्रो, राति झन् लाइटिङ सँग एकदमै काम र रोमान्टिक भाइब दिन्छ। सेकेन्ड रिजन चाहिँ यहाँको फुडको भेराइटी राम्रो छ र टेस्ट पनि एकदमै स्याटिस्फाइङ छ। ओभरअल डाइनिङ एक्सपिरियन्सले चाहिँ डिसअपोइन्ट गर्दैन। थर्ड रिजन चाहिँ यहाँको स्पेस। यो रेस्टुरेन्ट एकदमै ठुलो एरियामा बनेको छ जहाँ तपाईहरुले कुनै पनि स्पेशल प्रोग्रामहरु इन्जोय गर्न सक्नुहुन्छ। यदि हलको खोजीमा हुनुहुन्छ भने यहाँ प्राइभेट हलको पनि सुविधा रहेको छ। फोर्थ रिजन चाहिँ यहाँको रूफ टपमा मिनी लाइब्रेरी, बुक लभरहरूको लागि एकदमै क्युट लाइब्रेरी छ। पिसफुल इन्भाइरोमेन्टमा बसेर बुक पढ्दै इन्जोय गर्न एकदमै राम्रो ठाउँ। फिफ्थ रिजन चाहिँ यहाँ क्यामेराम्यानको फ्यासिलिटी पनि छ जसले तपाईको स्पेशल मोमेन्ट क्याप्चर गर्न हेल्प गर्नुहुन्छ। लास्ट बट नट लिस्ट यहाँको कस्टमर सर्भिस पनि एकदमै राम्रो छ। सो नेचर, फुड र पर्फेक्ट सर्भिस एकै ठाउँमा चाहनुहुन्छ भने काशी गार्डन चाहिँ भिजिट गर्नै पर्छ। हामी त गयौं, तपाईहरु चाहिँ कहिले जाने त?